आदरणीय अध्यक्षज्यू, त्यसैगरी पार्टीका केन्द्रीय अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि माननीय राजेन्द्र प्रसाद लिङ्गदेनज्यू, पार्टीका निवर्तमान अध्यक्ष डाक्टर प्रकाश चन्द्र लोहनीज्यू, पार्टीका उपाध्यक्ष माननीय विक्रम पाण्डेज्यू, पार्टीका उपाध्यक्ष यही सुर्खेतकै तपाईहरुकै धरोहर आदरणीय दाजु मुकुन्द श्याम गिरिज्यू, पार्टीका उपाध्यक्ष हेमजङ गुरुज्यू र तपाईकै कर्णालीको चेली पार्टीका महामन्त्री कुन्ती कुमारी साईज्यू, सहमहामन्त्री धनबहादुर बुढा लगायत सहायक महामन्त्री सबै र माननीय ज्यूहरू लगायत सबै यत्रो यो तातो घाममा पनि यहाँ उपस्थित भएर हाम्रा कुरा सुन्नलाई जम्मा हुनुभएका मेरा प्रिय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीमा स्वीकार्नुहोस्। जय राष्ट्रवाद, जय नेपाल। आज हामी सुर्खेतमा छौँ। हामीले यो प्रदेशको राजधानी हो भन्ने कुरा गर्छौँ, तर यो सुर्खेतको परिचय के हो? हामीको यो सुर्खेतको अगाडिको नाममा हामीले लेख्ने गर्छौँ वीरेन्द्रनगर सुर्खेत, तर तपाईको आँखा अगाडि जसले यो वीरेन्द्रनगर बनाउनु भयो राजा वीरेन्द्रको शालिग तोडफोड गरिएको छ। हेर्नुहोस् त्यहाँ आँखा अगाडि। सुर्खेतका जनताले त यो शालिग तोड्नेलाई घोडाल्नु भनेको त आफ्नो अस्तित्व मास्नु बराबर हो। त्यो भए हुनाले यो राजा वीरेन्द्रको शालिग पहिला जस्तो थियो त्यस्तै बनाइन्छ, यो इतिहास यहाँ पुनर्जीवित गरिन्छ। यो कुराका उद्देश्यका साथ आज हामी कर्णालीबाट प्रतिनिधित्व गर्छौँ, काठमाडौँमा जान्छौँ, संसदमा आवाज राख्छौँ, तर दुःख लाग्दो हो तपाईहरूले चुनाव जिताएर पठाएका मान्छे कर्णालीमा बजेट कमाउँदा बोल्दा पनि बोल्दैन, तपाईहरूको आवाज सुन्दा पनि सुन्दैनन्। अस्ति मात्रै कर्णालीको कुरामा हामीले झापाको क्षेत्र नम्बर केपी शर्मा ओलीज्यूको क्षेत्र नम्बर र धनुषाको क्षेत्र नम्बर 4 र 3 विशेष गरेर हाम्रो भौतिक पूर्वाधार मन्दिरको क्षेत्रमा 8 अर्ब पैसा जाँदा हाम्रो कर्णालीका 10वटा जिल्लामा 7 अर्ब रुपैयाँ। अनि यो विभेद भयो, यसको विरुद्धमा खडा हौं, यसको प्रतिवाद गरौं भन्दाखेरि यहाँ कर्णालीबाट जितेका कोही सांसद पनि उठेनन्। ती कर्णालीका सांसद हुन् कि काठमाडौँका कुनै कसैका चेला र रैती हुन्, त्यसको जवाब तपाईहरुले माग्नुपर्छ। आज हामीले सडक बनाउनु छ, जुम्लामा स्याउ फल्छ, डोल्पामा यार्सा गुम्बा छ। आज मात्रै कर्णाली प्रदेशमा 96 किसिमको जडीबुटी पाउँछ। आज मात्रै कर्णाली जलविद्युतको प्रचुर सम्भावना भएको क्षेत्र मात्र होइन, यो देशभरि 83,000 मेगावाट जलविद्युत क्षमता छ भने त्यसको 60% क्षमता कर्णाली प्रदेशले बेलान्स गर्छ। हामी स्वर्ग बन्न सक्छौँ। यही तपाईको रारा ताल छ, सियो फक्सुन्डो छ, रारा जाने बाटो आज पनि धुलाम्मे छ। यो बाटो पिच गर, तिमीहरूको बाउको बजेट होइन भनेर संसदमा मैले बोल्दा कर्णालीका सांसदले मलाई साथ दिएन। तपाईहरुले त्यसैका लागि हामीले माबु हुँदै दैलेखबाट रारासम्म बाटो पुर्यायौं। यदि कर्णाली करिडोरलाई राम्रो बनायौं भने बिहान बल्टी यहाँबाट उठेर राराताल घुमेर बेलुका बल्टी सुर्खेत आइपुग्न सक्ने अवस्था हुन्छ। आज बिजुलीको कुरा छ, प्रचुर सम्भावनाका साथ आज जुम्ली जनताले जनमत नदिएको भए आज तपाईको सुर्खेतमा सम्म पनि राष्ट्रिय प्रसारण लाइन 132 केबी आउनेवाला थिएन। आज हामीले जुम्ला लिनुपर्छ भनेपछि त्यसको बाटो सुर्खेत पर्यो। कुलमान घिसिङ र हामी र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन तपाईको ऊर्जा मन्त्री भएको बेला 132 केबी विद्युत प्रसारण लाइनलाई हामीले जुम्लाको खलङ्गाको तलपट्टि रहेको उमगाडामा हामीले 132 केबी झन्डै 7 अर्बको प्रोजेक्ट लन्च गरिसकेपछि त्यसको ठेक्का गरिसकेपछि बल्ल सुर्खेतमा अब 132 केबीको लाइन आउँदैछ। यही हो विकास। तपाईहरुका मान्छे त धेरै उपप्रधानमन्त्री भए, धेरै मन्त्री भए, अनि के गरेर बसेको? शेरबहादुर दाइले अलिकति केही भनिहाल्छन् कि भनेर डराएर बस्छन्। म आज पनि भन्छु, मैले गलत गरिन भने म कसैसँग पनि डराउन्न। मैले गलत गर्नु भएन, कसैसँग डराइन्न। आफ्नो कर्मले बनाएको कर्म हो, आफ्नो कर्मका साथ अगाडि बढिन्छ। यसका दुई मत छैन। आज दलीय राजनीतिमा त्यस्तो भएको छ। यही बाटोको कुरा
टाढा जानु पर्दैन। आज जुम्लाको स्याउ सुर्खेतका गल्ली गल्लीमा बेच्नु पर्ने थियो। जुम्लाको स्याउलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउनु थियो। आज सुर्खेतमा यदि रारामा हामीले राम्रो बाटो बनायौँ भने सुर्खेतमा 5 स्टार होटल चल्छ कि चल्दैन? 5 स्टार होटल यहाँ चल्छ। किनभने कुनै पनि मान्छे रारा जानलाई सुर्खेत भएर जान्छ। यदि कडालीको बाटो मात्र बनायौँ, यदि डोल्पासम्म हामीले सियो फक्सेटोसम्म बाटो जोड्यौँ, रारासँग बाटो राम्रो बनायौँ, सिमीकोटसम्म बाटो राम्रो बनायौँ भनेपछि सुर्खेत तपाईको काठमाडौँभन्दा पनि बढी विकसित हुन सक्छ। यसको इतिहासका साथ हामीले अगाडि बढ्नुपर्छ। तर दुःख लाग्दो कुरो, तपाईहरूले जिताएर पठाएका दाजुभाइहरू यो लाइनमा छैनन्। काठमाडौँका नेताले के भन्छन्, पूर्वका नेताले के भन्छन्, पश्चिमका नेताले के भन्छन्, त्यही कुरो सुनेर बसेको अवस्था छ। तपाईहरू पार्टी कुन हो? यहाँ भएको सबै राप्रपामा भन्दिनँ। कोही राप्रपा हुनुहुन्छ होला, कोही काङ्ग्रेस हुनुहुन्छ होला, कोही माओवादी हुनुहुन्छ होला, कोही एमाले हुनुहुन्छ होला, तर हाम्रो आवाज एउटा मात्र हो कि कडालीलाई विकास गर्न दिनुपर्छ, होइन भने सडक र सदनबाट यसको जवाफ हामीले माग्नुपर्छ। यही हो हाम्रो आवाज। यसका साथ हामी अगाडि बढ्छौँ। आज पिछडिएको क्षेत्र भन्छ, मैले हिजो मात्र भनेको कुरो नेपालको रुटिन अफ बन्दमा आएको थियो। कडालीलाई पिछडिएको क्षेत्र भन्छन्। हामी पिछडिएको हो? ल, हाम्रो ठाउँमा भएको चिज नेपालको अन्य कुनै ठाउँमा भएर देखाऊ। यार्सागममा तिमीहरू गएको छ, हामीहरू गएको छ। ल, हामीहरू गएको छ। शिलाजित तिमीहरू गएको छ, हामीहरू गएको छ। स्याउ तिमीहरू गएको छ, हामीहरू गएको छ। तिमीहरू गएको छैन। आज पाचौले छ, छैन। काँक्रेबिया तिमीहरू गएको छ, यहाँ छ। बुलबुले तपाईँहरू गएको छ, छैन, यहाँ छ। नेपालकै सबभन्दा ठुलो राराताल तिमीहरू गएको छ, छैन, हामीहरू गएको छ। शिव फक्सेन्डो तिमीहरू गएको छ, छैन, हामी गएको छ। संसारको सबभन्दा सुन्दर ठाउँ कडाली छ। तर अहिलेसम्म प्रणालीमा समस्या एउटा मात्रै कुराको के हो भने नेतृत्व सही नभएका कारणले तपाईले चुनावमा जितेको मान्छे कहिले शेरबहादुर दाइको कार्यकर्ता, कहिले झापाको केपी शर्मा ओलीको कार्यकर्ता, कडालीको जनताको नेता नभएका कारणले गर्दा आज विकासमा पछाडि पडिरहेको छ। तपाईहरुले के भन्छन् थाहा छ कहिलेका? ए माननीयज्यू अलिकति बोल्दिन पर्यो, कडालीको रोडको लागि जाउँ न दाजुभाइ हो भन्दा शेरबहादुर दाइ रिसाउँछ भन्दा जस्तो पछाडि। अस्ति एमालेको सरकार थियो, यही प्रदेशबाट एमालेले पनि सांसद बनाएको छ। उहाँ मान्यज्यूलाई भने मैले, माओवादीका मान्यज्यू पनि हुनुहुन्छ, उहाँलाई त नेतृत्व गरेर जाउँ प्रचण्डजीको घरमा भने मैले। त्यतिखेर प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो। बाटो भएन भने माओवादीका महेन्द्रबहादुर साईजीलाई भने तपाईँ नेतृत्व गर्नुहोस्, तपाईँको सरकार छ, हामी तपाईँका पछि पछि लाग्छौँ। कडालीमा बजेट भएन, बाटो भएन। आज मेरा दाजुभाइहरू बाटोमा गाडीमा चढ्दै गर्दा यहाँका थोत्रा गाडी र कच्ची सडकका कारणले गर्दा मृत्यु भोग्नुपर्छ। आज हाम्रा दाजुभाइलाई हत्या गरिएको छ। यो हत्या हो, यो सडक दुर्घटना होइन। यसको बाटोको सुधार गरौँ। म यहीँ बस्दै गर्दा यहीँ सुर्खेतमा 2069-70 सालतिर भर्खर पढ्दै गरेका दाजुभाइहरू, भर्खर लोकसिया आयोगमा नाम निकालेका दाजुभाइहरू, नेपाल प्रहरीको असैमा नाम निकालेका दाजुभाइहरू, भर्खरको युवा दाजुहरू सुर्खेतबाट गाडी चढेर कालीकोटको कहाँ खस्यो? कालीकोटको हाम्रो पिलीको तल तपाईको बिर्तामोडमा गाडी खस्दाखेरि रात दिनमा मरेर मृत्यु भयो। भर्खर अस्ति कालीकोटमा गाडी एक्सिडेन्ट भयो, सुर्खेतमा एक्सिडेन्ट भयो। आज के कारणले गाडी एक्सिडेन्ट भएको छ भने जम्मा एउटा कारण हो, यहाँको बाटो गतिलो छैन। त्यही भएर आज कडालीका जनताले दिउँसै मरेको जस्तो मृत्यु भोग्नु परेको छ। बाटो बनाऊ भने मैले मेरो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बजेट हाल भने बाटो बनाऊ भनेर जाँदा माओवादीका सांसदले फोन स्विच अफ गरे। ज्ञानेन्द्र साईले फोन गरिहाल्छ, कराइहाल्छ, फेरि फोन स्विच अफ गरेर बस्यो। काङ्ग्रेसका सांसदहरू जाउँ भन्दाखेरि चिल्लो गाडी चढ्छन्, यसो लौरो टेक्छन्, टक्क पढेर। राजा महाराजा त कोही पनि होइनन्, उनीहरूभन्दा ठुला राजा महाराजा कोही छैन। चेटेक्क कपडा लाउँछन्। मेरो जस्तो कपडा लाग्दा देखेको छौ? सँगै फोटो खिच्दा पनि कालो लाग्ला जस्तो कपडा लाउँछन्। तर यहाँ बाटो बनाऊ भन्दाखेरि शेरबहादुर दाइ रिसाउँछ, बोल्नु हुँदैन, बोल्यो भने मेरो पद जान्छ। भोलि मलाई भोलि पार्टीमा टिकट दिँदैन, टिकट दिएन भने मैले चुनाव हार्छु भन्छन्। त्यही भएर आज सुर्खेती दाजुभाइ छातीमा हात राखेर भनेको, अब पार्टीलाई भोट हाल्ने होइन, जो व्यक्ति असल छ त्यसलाई भोट हालेर जिताउने हो। सुर्खेतबाट के गर्नुहोस्,
तपाईँ काङ्ग्रेस हुनुभयो, तपाईँ हिमालय हुनुभयो, तपाईँ माओवादी हुनुभयो। यसले के दियो? प्रचण्डजी आएर तपाईँको घरमा आगो बालिदिने हो? शेरबहादुर आएर तपाईँको घरमा चुलो बालिदिने हो? तपाईहरु कहाँ त्यो मान्छे पठाउनुस् जुन मान्छेले तपाईको आवाज उठाउन सक्छ, जो मान्छेले तपाईको प्रतिनिधित्व गर्न सक्छ, जुन मान्छेले पश्चिम सुर्खेतको तरकारीलाई बेचेर पश्चिम सुर्खेतका मान्छे धनी बनाउन सक्छ, जो मान्छेले देउती बजेलाई प्रचार प्रसार गरेर यहाँको आम्दानी बढाउन सक्छ, जो मान्छेले काँक्रे बिहारलाई संसारभरि चिनाएर सुर्खेतलाई समृद्ध सुर्खेत बनाउन सक्छ, त्यो मान्छेलाई जिताउनुस्। फाइदा हामीले त गर्यौं। म त जुम्लाको मान्छे जिताए मेरा दाजुभाइ। आहा चिम्म गरेर काङ्ग्रेसमा हडे, एमालेमा हडे, माओवादीमा हडे। खसी काट भने फटाफट खसी काटेर खाए, भोट हप्पै मौन हालेर पठाइदिए होइन। गरे अहिले खुसी छन्, जानु त कोही दुखी छन्। अब त्यही मुगन भोट नुहाल्ने मान्छे मात्रै खुसी छन्, बेखुसी छन् जुम्लाडा। हामीले 3 गुणा 11,000 राखिदिएका छौँ। कोही दुखी छ। सुर्खेतको गाउँ गाउँमा आज राष्ट्रिय प्रसारण लाइन छैन। तपाईँ जुम्ला जानुहोस्, आज गाउँ गाउँमा राष्ट्रिय प्रसारण लाइन हामीले खोजिराखेका छौँ। आज बिजुली कहाँ पुग्यो? जुम्लामा मैले चुनाव लड्दै गर्दा टेलिफोन सम्पर्क गर्न सकिँदैन थियो। आज तपाईँको गाउँ गाउँमा टेलिफोन हामीले पुर्याएका छौँ। तपाईँ पनि अहिले यहीँबाट कसैले भिडियो कल जुम्लामा गर्छु भने सबै गाउँमा नहोला तर जुम्लाका 80% गाउँमा आज तपाईँलाई यहाँबाट भिडियो कल गर्न सक्नुहुन्छ। जुम्लामा भातेका पुल बनाइयो, जुम्लाका दूर दराजमा गाडी पुर्याइयो। हुँदा हुँदा जुम्ला र कालीकोट जोड्ने मान्मको पुल, नाग्मको पुल यही सुर्खेतका सूर्यबहादुर खड्काजीले बनाउनु भएको। त्यो क्वालिटी इन भयो भनेर भत्काइयो, फेरि उहाँले बनाइदिनु भयो। कहिले सुन्नु भएको थियो कर्णाली प्रदेशमा बनेको पुल भत्काएर 1.5 वर्षमा फेरि अर्को पुल बनाएर सुन्नु भएको थियो, तर जुम्लामा भयो यो वर्ष त्यो परिवर्तन। जुम्लामा जानुहोस्, अहिले बाटो सिजाको बाटो पिच भएको छ, चेक गर्नुहोस् एकछिन। हामीले खाल्दा खनी खनी इन्चले नापी नापी यदि भ्रष्टाचार कसैले गर्छ भने न भ्रष्टाचार गर्ने हो, न 1 रुपियाँ खाने हो, न 1 रुपियाँ खाना दिने हो। कसैले यदि तपाईँको बिल भुक्तानी गर्छ त्यो कर्मचारीलाई जेल हाल्ने हो। बस यही सिद्धान्त हेरेर हामीले जुम्लामा आज सुर्खेतमा किन भन्नु? पश्चिम सुर्खेतको बाटो आज धुलाम्ने छ। मैले अभियान चलाउँदै गर्दा आज जुम्लाको सडक पिच हुन सक्छ त पश्चिम सुर्खेत किन पिच हुन सक्दैन? आज जानुहोस् त पश्चिम सुर्खेत, गुटुतिर जानुहोस् त, बाबिया चौरभन्दा उतातिर लानुहोस् न लगामतिर, हालत कस्तो छ। खै त्यो आवाज आज कसले भनेपछि जसले तपाईँले भोट हाल्नुहुन्छ त्यही पार्टीका ठेकेदारले त्यो बाटो अलपत्र पारेको छ। तपाईँका सांसदलाई त्यो आवाज उठा भन्दा मेरै पार्टीको मान्छे हजुर मैले उठाएँ भने त चुनावमा पैसा दिँदैन, त्यही भएर भोट आउँदैन भनेर बोल्दा पनि बोल्दैन। यही हो तरिका। त्यो आएको हुनाले मेरा दाजुभाइ दिदीबहिनीहरू, अबको परिवर्तन एउटा मात्र यो सुर्खेतले खोजेको, एउटा मात्र यो कर्णालीले खोजेको। अब एकजना ज्ञानेन्द्र साई मात्र भएर भएन। अब आउने कर्णालीमा यहाँका 10वटा जिल्लाबाट नयाँ युवाहरू चुनावमा होमिनुहोस्। यसबाट यिनीहरूलाई परिवर्तन गर्नु, यिनीहरूलाई पत्ता चुत गर्नुपर्ने अब आवश्यकता छ। तपाईँ अहिले पनि पार्टी भनेर हिँड्नुभयो भने, अहिले पनि तपाईँहरू सङ्गठन भनेर हिँड्नुभयो भने कहाँ पुग्नुहुन्छ? पार्टी रह्यो यो देशमा, रह्यो। घाँटीको टाउको मूल्य तोक्ने र टाउको मूल्य तोकाइ पाउनेहरू त गठबन्धन गरेर चुनाव लडे यो देशमा। रह्यो पार्टीको सिद्धान्त। यदि यो देशमा सिद्धान्त हुँदो हो त, यदि यो देशमा सिद्धान्त भन्ने चिज हुँदो हो त बिपी कोइरालाले के भन्नुभयो? यदि राजाको घाँटी कसैले काट्न आयो भने मेरो घाँटी माथि, राजाको घाँटी तल हुनेछ। राजा बिना यो देश सम्भव छैन भन्ने नेपाली काङ्ग्रेसका आज नेताहरू तपाईँको आज राजाको विरोध गरिरहेछन्। यही हो सिद्धान्त। त्यही भएर भन्छु, नेपाली काङ्ग्रेसका असली कार्यकर्ता हो, बिपी कोइरालाका साँच्चै कार्यकर्ता हुनुहुन्छ, यदि सिद्धान्तवादी हुनुहुन्छ भने तपाईँलाई स्पष्टका साथ भन्छु, राजा सहितको प्रजातन्त्रलाई स्वीकार गर्नु नै अबको मूल मर्म र मान्यता हो। हामीले किन भने म सुर्खेतका दाजुभाइलाई सोध्न चाहन्छु, तपाईँहरूले केपी शर्मा ओलीजीलाई भोट हाले हो? खै हाले हो कि हात उठाएर हेरौँ त। छैन भने यसो गरौँ न, हाले त हाले भनौँ। धेरैले हाले राख्नु जस्तो लाग्यो। हाले हो? तपाईँले प्रधानमन्त्रीमा मलाई भोट हाले हो? प्रधानमन्त्रीमा तपाईँले भोटै हाल्नु। प्रचण्डजीलाई प्रधानमन्त्रीमा भोट हाले हो? होइन। यहाँ त
सांसद जिताउनु भयो एकजना मान्छेलाई, उहाँ गएर जानुभयो, प्रधानमन्त्री आफै भनिहाल्नु तपाईँले भोट हाल्यो, 82 सालमा तपाईँ हाल्न पाउँदैन। के पाउँछ? तपाईँले गएर संसदलाई भोट हाल्यो, त्यो संसदले कसलाई छान्छ। त्यो भए हुनाले अबको विकल्प भनेको यो देशमा अब परिवर्तनको मुख्य आधार भनेको के हो भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री अब चाहियो। यो माग अब हामीले अगाडि बढाउँछौँ। यही सुर्खेतका जनताले फैसला गर्छन् यो देशको प्रधानमन्त्री कसलाई बनाउने। तपाईले हाले भोट, राष्ट्रपतिलाई तपाईले हाले भोट, कोहीले हाल्नुभयो रामचन्द्र पौडेललाई भोट यहाँबाट? तपाईँ राष्ट्रपति हुनुहोस् भनेर भोट हाले छैन। अनि यिनीहरू के गर्ने? आफ्नो एउटा सानो ग्रुप बनाउने, एउटा टिम बनाउने, अनि त्यो टिम बनाएर चाहिँ राष्ट्रपतिमा पनि के गर्दिने, उनीहरूले आफै चुनेर जाने। त्यही भएर अब हामीले भनेका छौँ यो प्रदेशमा अब जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चाहियो। देशको प्रधानमन्त्री जनताले चुन्ने। खै तयार गर्दैन हुनुहुन्छ कि हात उठाउनु त तयार हो? खै उठेर पर पछाडिका रहेनछन्। जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चाहिने हो, चाहिने हो। केपी शर्मा ओलीजीलाई भन्न चाहन्छु, शेरबहादुर दाइलाई भन्न चाहन्छु, अब सुर्खेतको जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हो, तयार छ। आफ्नो प्रधानमन्त्री आफै चुन्ने, संसदले होइन। तपाईलाई अर्को कुरा भन्छु, प्रदेश ल्याएका छन्, माननीय भागा छन्, गाडी कुदाएका छन्, मोज मस्ती गरेका छन्। तपाईँ यहाँ सुन्नु, यही कर्णाली प्रदेशमा 8 वर्षमा 340 अर्ब पैसा आएछ। 340 अरब भनेको कति? 340 अरब भनेको 3 खर्ब 40 अर्ब पैसा आयो। 1 अर्बको एउटा फ्याक्ट्री मात्र लाउने हो भने 340 वटा फ्याक्ट्री लाग्थ्यो। ल भन्नु, एउटा फ्याक्ट्रीमा 500 जनालाई मात्रै रोजगारी दिने भइदियो भए आज हाम्रो पैसा कति हुन्थ्यो? मिनिमम 1.5-2 लाख मान्छेले रोजगारी पाउँथ्यो। हाम्रो कर्णालीमा त्यति मान्छे त होला होइन? अब आज प्रदेश पालेर के भएको छ? मुख्यमन्त्री चेन्ज भयो, कति भयो थाहा छैन। मन्त्री भएका भएछन्, सांसद भएका भएछन्। हामीलाई त्यो पैसा ल्याएर हामीले हस्पिटल खोल्न सक्थ्यौँ, स्कुल राम्रो बनाउन सक्थ्यौँ, बाटो राम्रो बनाउन सक्थ्यौँ, कल कारखाना राम्रो बनाउन सक्थ्यौँ। त्यही भएर प्रदेश संरचना चाहिँदैन। स्थानीय तहमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री गर्ने, प्रदेश खारेजी गर्ने, स्थानीय तह जिउका त्यौँ राख्ने, यही कुरामा तयार हो। जानुपर्छ। हामीले राजा चाहिन्छ भन्यो, धेरैले भने त्यही वंशवादमा जान लाग्यो। राजा किन चाहियो भने हामीले राजा शासन गर्ने होइन, राष्ट्रपतिको ठाउँमा राजा चाहियो भनेको। आज रामचन्द्र पौडेल महामहिम राष्ट्रपतिलाई हामीले निर्वाचनमा भोट हालेको होइन भने राष्ट्रपतिको ठाउँमा राजा भयो भने जम्मा 2टा कुरा हुन्छ। हाम्रो राष्ट्रपति विदेश भ्रमण जाँदाखेरि हाम्रो इज्जत छ। राष्ट्रपति कसको? कांग्रेसको। अहिलेको राष्ट्रपति कसको? अहिलेको राष्ट्रपति कसको? कांग्रेसको। अगाडिको राष्ट्रपति कसको? एमालेको। जनताको राष्ट्रपति हुनु उनीहरू होइनन्। त्यही भएर हामीले के भन्यौं? राजा सबैको साझा हो। राजा राष्ट्रपतिको ठाउँमा बसाउने, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री गर्ने, प्रदेश खारेज गर्ने, पैसा बचाउने, कल कारखाना उद्योग खोल्ने, कर्णालीमा विकासको लहर छाउने, बास यही हो, अरू केही पनि होइन। अर्को कुरा तपाईलाई आज लुकेको कुरा भन्न चाहन्छु। कर्णालीबाट पहिलो प्रधानमन्त्री को हो भन्नुस् त? हैन, मुख्यमन्त्री हैन, प्रधानमन्त्री हो। यो अहिलेसम्म आत्म थाहा नै। कर्णालीको पहिलो प्रधानमन्त्री मरिजमान सिंह श्रेष्ठ सल्यानबाट राजाले बनाइदिनु भएको। अब यिनीहरूले बनाए कर्णालीको मान्छेलाई प्रधानमन्त्री। सबभन्दा बढी युद्ध यिनीहरूले लडायो हो कि होइन कर्णालीको जनताले? अनि के भने दलितको मुक्ति हुन्छ, गाउँ गाउँ जाउँ, हतियार बोकाउँ, गीत गाउँदै के थाहा छ? हामी पनि जाउँ छैन सरर भेलैमा, घर बसेर हुँदैन, अब त देशमा क्रान्ति चलेको बेलैमा गीत गाउने। दलित मुक्ति मोर्चा भन्ने, दलित मुक्ति मोर्चा जिन्दाबाद भनेर भित्तामा नारा लेख्थे। तर कर्णाली अञ्चलको
छोरा उत्तर टमाटा थिए, याद छ कि छैन तपाईँ? तर आज दलितका लागि हतियार उठाउनेहरू, आज जनजातिका लागि हतियार उठाउनेहरू आज यहाँभन्दा अघिल्लो पटकको मन्त्री परिषदमा एकजना दलितको छोरालाई यिनीहरूले मन्त्री पनि बनाएनन्। अनि यही हो आन्दोलन। अहिलेको मन्त्री परिषदमा दलितको छोरा फुल मन्त्री छैन यो देशमा, राज्य मन्त्री बस्नु भएको छ। त्यो भएको हुनाले मैले अहिले तपाईँलाई अनुरोध अपिल के गर्न चाहन्छु भने हाम्रो मुद्दा चारवटा। एउटा, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री। दुईटा, प्रदेश संरचना खारेज गर्ने। तीनटा, राजा सहितको प्रजातन्त्र। चारवटामा यो देश हिन्दू बुद्धिस्ट र किराँतहरूको वैदिक सनातन हो। यो देश हिन्दू सहितको वैदिक सनातन हिन्दू राष्ट्र चाहिनुपर्छ। यो हाम्रो पहिचान हो। बस मुद्दा यति हो, अरू केही पनि होइन। भ्रष्टाचारका विरुद्धमा हामी एकजुट बनेर लाग्नुपर्छ। पूर्व पश्चिम उत्तर दक्षिणबाट लाग्नुपर्छ। अब सुर्खेतका जनताले पार्टी हेर्ने कि व्यक्ति हेर्ने? खै हात उठाउ त। पार्टी हेर्ने कि व्यक्ति हेर्ने? पार्टी कि व्यक्ति? त्यही भएर सबैलाई जाँदा जाँदै म भन्न चाहन्छु साथीहरू, आज अलि छोटो समय छ, तपाईँहरूसँग धेरै यो भाषण गर्नुभन्दा पनि तपाईँहरूसँग मेरो अपिल के छ, अनुरोध के छ, यो वीरेन्द्रनगरको इतिहास राजा वीरेन्द्रको शाली हो। सबैले पहिला राजा वीरेन्द्रले बनाइदिया डिजाइन हो नि यो वीरेन्द्रनगर। आज राजा वीरेन्द्रले छुट्याइदिएको जग्गामा यिनीहरूले आज मुख्यमन्त्रीको कार्यालय बनाएका छन्। त्यो भएको हुनाले सबैलाई एकपटक वरपर जाँदा जाँदै भन्न चाहन्छु, दुई हात माथि उठाउनुहोस् त। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चाहिने हो? चाहिने हो? व्यक्ति रोज्ने कि पार्टी रोज्ने? व्यक्ति रोज्ने। ल सुर्खेतका दाजुभाइ हो, फेरि पनि आउँदै गरौँला, भेट्दै गरौँला। अहिले पनि भन्न चाहन्छु प्रधानमन्त्रीज्यू, एमाले काङ्ग्रेस माओवादीका दाजुभाइ हो, राजालाई स्वीकार, राजा सहितको प्रजातन्त्रमा आओ। मदन भण्डारीका कार्यकर्ताहरू, बिपीका कार्यकर्ताहरू राजा मान्छन्, अहिलेका डलरेका कार्यकर्ताले राजा नमान्न सक्छन्। त्यो भएर राजा सहितको प्रजातन्त्रमा आऊ। जय राष्ट्रवाद, जय नेपाल सबैलाई।